नमस्ते भाइ बहिनीहरू, म तिमीहरूको विकास दाइ र आज चाहिँ हामी ओएमआर सिट कसरी भर्ने भन्ने बारेमा कुरा गर्छौँ होइन। सो तपाईँले कुनै पनि कलेजमा इन्ट्रान्स इक्जाम दिनुभयो भने तपाईँहरूले त्यहाँनिर अब्जेक्टिभ क्वेसन सोध्छ। कस्तो खाले क्वेसन सोध्छ त अब्जेक्टिभ, जस्तै कि अब्जेक्टिभ भनेको जस्तै क्वेसन कस्तो हुन्छ भन्दा चाहिँ 1 नम्बर भयो, 1 नम्बरमा सर्टेन क्वेसन सोध्यो तपाईँलाई होइन। त्यसमा 4वटा अप्सन दिन्छ, ए नम्बर, बी नम्बर, सी नम्बर र डी नम्बर भनेर 4वटा अप्सन दिन्छ। त्यो 4वटा अप्सनबाट तपाईँले कुनै एउटा अप्सन चुज गर्नुपर्छ। त्यो अप्सन तपाईँले चुज गर्दाखेरि तपाईँले अप्सनमा टिक लाउनु पर्दैन क्या। त्यहाँनिर तपाईँले इक्जाममा टिक लाउनु पर्दैन। तपाईँले त्यसको सट्टा तपाईँले यस्तो एउटा एन्सर भर्ने यस्तो एउटा ओएमआर सिट दिएको हुन्छ। के दिएको हुन्छ त यस्तो एउटा ओएमआर सिट दिएको हुन्छ। अब यो ओएमआर सिटमा चाहिँ तपाईँहरूले भर्नुपर्ने हुन्छ है। तपाईँले नामदेखि लिएर रोल नम्बरदेखि लिएर तपाईँहरूको कुन सेट परेको छ त्यो सबै कुरा तपाईँले यो ओएमआर सिटमै भर्नुपर्ने हुन्छ है। र अर्को कुरा एउटा तपाईँले मजाले के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ तपाईँ जस्तै तपाईँको यहाँ म छु, तपाईँको अगाडिमा एउटा अझै साथी छ भने तपाईँ दुईजनाको क्वेसन सेम हुँदैन। क्वेसन सेम नै हुन्छ तर नम्बरिङ फरक हुन्छ। जस्तै तपाईँलाई कुनै क्वेसन यहाँनिर 1 नम्बरमा सोधेको, ए नम्बरमा सोधेको, 1 नम्बरमा सोधेको छ भने उसलाई सेम क्वेसन 10 नम्बरमा पनि परेको हुनसक्छ है। त्यही भएर म त्यहाँ गएर चिटिङ गर्छु होइन। कोही के हुन्छ 1 को के हुन्छ यसरी सोध्छ क्या इक्जामभित्रै होइन। सो त्यस्तो चाहिँ कहिले पनि नगर्नु होला, किनकि तपाईँलाई जुन क्वेसन हुन्छ उसलाई चाहिँ त्यो क्वेसन सेम टु सेम परेको हुँदैन। उसलाई चाहिँ त्यही क्वेसन हुन्छ तर डिफ्रेन्ट नम्बरमा परेको हुन्छ है। सो तपाईँको ए नम्बर, बी नम्बर, सी नम्बर यहाँनिर यसरी सेट पनि हुन्छ, कुन सेट हो भनेर। सो तपाईँले सेट पनि चुज गर्नुपर्ने हुन्छ। त्यो चाहिँ तपाईँको डिफ्रेन्ट डिफ्रेन्ट सेट हुन्छ। ए नम्बर हो कि ए सेट हुन्छ, बी सेट हुन्छ, सी सेट हुन्छ। त्यो भनेको क्वेसन सेम बट तपाईँको के हुन्छ त नम्बरिङ डिफ्रेन्ट हुन्छ है त ल। सो तपाईँको नाम पनि अब कसरी भर्ने भन्ने कुरा अहिले म यहाँ डिटेलमा तपाईँहरूलाई बुझाउँछु। पहिला तपाईँको ओएमआर सिट यसरी हुन्छ भनेर बुझ्नुहोस् है। यस्तो खाले तपाईँले एउटा सिट दिएको हुन्छ, तपाईँले त्यसमा भर्नुपर्ने हुन्छ। र रफ गर्नको लागि धेरैजना स्टुडेन्टले मलाई रफ पेपर दिन्छ कि दिँदैन भने म्याक्सिमममा चाहिँ एउटा रफ पेपर दिन्छ है। सो एउटा तपाईँलाई रफ पेपर दिन्छ, एउटा पेपर दिन्छ होइन, एउटा A4 साइजको पेपर दिन्छ। त्यो पेपरमा चाहिँ तपाईँले रफ गर्न पाउनुहुन्छ। त्यही भएर एउटा मात्र रफ पेपर दिन्छ। त्यही भएर तपाईँहरूले के गर्ने त दुई दिन तपाईँले अब इक्जाम हलभित्र जाँदा के लिएर जाने भन्ने कुरा लेखिदिन्छु है म। सो एउटा चाहिँ तपाईँहरूले जेल पेन लिएर जाने। जेल पेन किन लिएर जाने भन्दाखेरि चाहिँ यो ओएमआर सिट चाहिँ तपाईँले जेल पेनले भर्ने। केले भर्ने त जहिले पनि जेल पेनले। अब जेल पेन पनि के हुन्छ भन्दाखेरि चाहिँ मानौ यो ओएमआर सिट भर्दाखेरि मैले यो ओएमआर सिट एउटा यसरी भरेँ, अहिले कसरी भर्ने त्यो सिकाउँछु। अब यो जेल पेन के हुन्छ भन्दाखेरि चाहिँ एकछिनसम्म त्यसको इङ्क रहिरहन्छ क्या। अब तपाईँले हातले यस्तो भयो भने, हातले यस्तो भयो भने त्यो पुरै लेप्पिन्छ नि त, यसरी पुरै लेप्यो। लेप्यो भने तपाईँको यो ओएमआर सिट गयो है, तपाईँको इक्जामै रद्द भयो। रद्द भयो तपाईँको अब 0 मार्क्स आउँछ। सो त्यही भएर यो सानोतिनो कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ। यो के कुरामा ध्यान दिनुपर्छ, तपाईँको नाम थोरै पनि मिस्टेक भयो भने तपाईँको रिजल्टै आउँदैन क्या। रिजल्टमा 0 मार्क्स भनेर आउँछ अनि रिजल्ट पनि आउँदैन कहिलेकाहीँ त है। सो त्यो कुन कुन कुरामा ध्यान दिनुपर्छ त्यो सबै कुरा म यहाँनिर तपाईँहरूलाई भन्छु है। स्टार्ट गर्नुभन्दा पहिला तपाईँलाई के जानकारी दिन्छु भन्दाखेरि तपाईँहरूको एसईको रिजल्ट चाहिँ लाइक 7 दिनपछि निक्लिने कुरा थियो एसईको रिजल्ट होइन। सो एसईको रिजल्ट 7 दिनपछि निक्लिने कुरा थियो। तर तपाईँको जुन शिक्षक आन्दोलन थियो नि, यो शिक्षक आन्दोलनको कारणले योचोटि चाहिँ रिजल्ट तपाईँहरूको असाढको लास्ट विकसम्म निक्लिने चान्सेस छ। सो अहिले पनि तपाईँहरूसँग असाढको लास्ट विकमा निक्लियो भने, असाढको लास्ट विकमा निक्लिसकेपछि 15-15 डेज पछि तपाईँहरूको इन्ट्रान्स इक्जाम्सहरू हुन्छ। सो तपाईँहरूसँग अहिले पनि लाइक 1 मन्थ प्लस नै टाइम छ है। सो 1 मन्थ भन्दा धेरै टाइम छ। सो यु क्यान स्टिल जोइन आवर क्लास। सो हामीले चाहिँ अहिले चाहिँ अब क्वेसन सिरिज स्टार्ट गरिरहेको छौँ है। सो अहिले चाहिँ हाम्रो क्वेसन सिरिज भइरहेछ। रिभिजन सिरिज लगभग सकिन आँट्यो हाम्रो। सो रिभिजन सिरिज सकिन आँट्यो। त्यो रिभिजन सिरिजको चाहिँ रिभिजन सिरिज सकिन आँट्यो। अब यो क्वेसन सिरिज गर्दा पनि तपाईँहरूको रिभिजन सिरिज हुन्छ है। जस्तो क्वेसन सिरिज गर्दा कुनै क्वेसन आएन भने त्यहाँनिर हामी रिभाइज गराउँछौँ तपाईँहरूलाई है। सो रिभिजन सिरिज र अहिले हामीले 30% डिस्काउन्ट दिइरहेछौँ। तपाईँहरूले 30% डिस्काउन्ट लिन सक्नुहुन्छ। अहिले तपाईँले जोइन भयो भने 30% डिस्काउन्ट पाउनुहुन्छ फुल कोर्समा है। सो 30% डिस्काउन्ट पाउनुहुन्छ। र रिभिजन सिरिज चलिरहेछ। रिभिजन सिरिज चलिरहेको थियो, अब लगभग हिजो सकेको हो रिभिजन सिरिज चाहिँ। अब यो रिभिजन सिरिजमा चाहिँ हामीले सबै कुरा रिभाइज गरेको छौँ। जति पनि कुराहरू छ सर्टकटमा सबै कुरा रिभाइज गरिदिएको छु। त्यहीबाट क्वेसन आउँछ। मैले पढाएको नोट्सबाट भन्दा बाहिर कतै पनि क्वेसन्सहरू म्याक्सिमम तपाईँको 90% त्यो मात्र पढ्यो भने पुग्छ क्या। त्योभन्दा बाहिर पढिरहनु पर्दैन है। सो 95% भन्दा बढी चाहिँ त्यो नोट्सभन्दा बाहिर क्वेसन सोध्दैन। र अहिले पनि त्यो सबै तपाईँले नोट्स पाउनुहुन्छ। अहिले पनि जोइन भयो भने पुरानो सबै नोट्स, पुरानो सबै लेक्चर्सहरू, रिभिजन सिरिजको लेक्चर्सहरू सबै कुरा पाउनुहुन्छ। र अहिलेदेखि चाहिँ तपाईँले क्वेसन सिरिज गर्न सक्नुहुन्छ। यो क्वेसन सिरिजमा चाहिँ हामीले कसरी क्वेसन ट्याकल गर्ने, इक्जाममा कसरी क्वेसन ट्याकल गर्ने, प्लस हामीले क्वेसन सेट्सहरू पनि तपाईँहरूलाई सिकाउँछौँ। क्वेसन सेट्स गरेर देखाउँछौँ क्लासमा होइन। क्वेसन सेट्स कसरी त्यहाँनिर इक्जाममा त्यो क्वेसन सेट्स कसरी ट्याकल गर्न सकिन्छ त्यो कुराहरू तपाईँहरूलाई हामीले सिकाउँछौँ। त्यसपछि तपाईँहरूलाई
जुन म्याथमेटिक्सको कुराहरू छ जस्तै कि अब सेन्ट जेभियर्स सैनिक बुढाथोकीहरूको लागि क्याल्कुलेटर ट्रिक्सहरूबाटै कसरी क्वेसन्सहरू गर्न सक्छौँ त्यो कुराहरू हाम्रो फेरि क्वेसन सिरिजमा नै रिपिट हुन्छ र क्वेसन गर्दा गर्दै जस्तै मानौँ 1 नम्बर क्वेसन छ ए नम्बर बी नम्बर सी नम्बर डी नम्बर छ भने हामी सबै अप्सन्सलाई लाइक गर्दा गर्दै त्यो सबै पुरै रिभिजन चाहिँ हुन्छ क्या तपाईँहरूको सो अब क्वेसन गर्दा गर्दै रिभिजन पनि हुन्छ क्वेसन कसरी ट्याकल गर्ने पहिला इङ्ग्लिस गर्ने कि कुन गर्ने कसरी टाइम म्यानेजमेन्ट गर्नेदेखि लिएर र अहिले चाहिँ अब हाम्रो काउन्सिलिङ सेसन पनि स्टार्ट हुँदैछ सो अहिले हाम्रो काउन्सिलिङ सेसन सो हाम्रो एभ्री स्याटरडे टेस्ट इक्जाम हुन्छ र वेडनेसडे चाहिँ हामीले काउन्सिलिङ सिरिज राखिरहेको छौँ जस्तै कि यो विकमा चाहिँ हामीले वेडनेसडे चाहिँ सैनिकको गेस्टलाई ल्याउने सोचिरहेको छौँ सैनिक कलेजमा जसले नाम निकालिसकेको छ उहाँ दाइ नै आउनुहुन्छ तिमीहरूलाई गाइड गर्नको लागि कसरी नाम निकाल्ने सैनिक कलेजको बारेमा तपाईँहरूलाई भन्नुहुन्छ त्यहाँको पढाइहरूको बारेमा भन्नुहुन्छ त्यस्तै हरेक विकमा हामी डिफ्रेन्ट कलेजहरू राम्रो कलेजहरूमा नाम निकालेको काठमाडौँ मेरिट स्कलरसिप्सहरूमा नाम निकालेको स्टुडेन्टहरू ल्याउँछौँ र उहाँहरूले पनि तपाईँहरूलाई एभ्री वेडनेसडे चाहिँ गाइड गर्नुहुन्छ काउन्सिलिङको रूपमा है र स्याटरडे चाहिँ हाम्रो टेस्ट इक्जाम पनि भइरहेछ र अरू दिन चाहिँ हाम्रो यहाँनिर क्वेसन सिरिज भइरहेछ र हामी एक दिनमा 150 to 200 वटा क्वेसन्स गर्छौँ सँगसँगै त्यो क्वेसन्स मात्र गर्दैनौँ कि सबै कुरा रिभाइज पनि हुन्छ सँगसँगै हामी रिभाइज पनि गर्छौँ है त सो तपाईँले अहिले पनि मजाले जोइन गर्न सक्नुहुन्छ 30% डिस्काउन्ट पनि पाइरहनु भएको छ मलाई मेसेज गर्दाखेरि चाहिँ 30% डिस्काउन्ट दिन्छु भन्नुभएको थियो भनेर भन्नु म 30% डिस्काउन्ट गरिदिन्छु तपाईँहरूलाई है त ल सो अहिले पनि मजाले जोइन गर्दा हुन्छ टाइम अझै पनि छ तपाईँले दिनमा 1-1.5 घन्टा एक्स्ट्रा टाइम दिनुहोस् क्वेसन्सहरू सल्भ गर्न लाइक हाम्रो मेरो पुरानो स्टुडेन्ट हुनुहुन्छ भने चाहिँ तपाईँहरूले त लगभग लेक्चर हेरिसक्नु भयो होला तपाईँहरूले क्वेसन सल्भ गर्नुहोस् अब नयाँ स्टुडेन्ट जो जोइन हुनुहुन्छ उहाँहरूले चाहिँ रेकर्डेड लेक्चर्स हेर्नुहोस् पुरानो त्यहाँ हाम्रो च्याप्टर वाइज टपिक वाइज पनि लेक्चर्सहरू छ अब जुन टपिक आउँदैन त्यो टपिक पनि हेर्दा हुन्छ ओके सो तपाईँले त्यहाँनिर अहिले पनि जोइन गर्दा हुन्छ प्लस सँगसँगै तपाईँले पुरानो लास्ट इयरको पनि रेकर्डेड लेक्चर्सहरू चाहिँ पाउनुहुन्छ सो मोर देन इनफ हुन्छ र नोट्स मात्र पढे पुग्छ है मैले पढाएको कुराहरूबाट मात्र पढे पुग्छ अरू केही पनि पढ्नु पर्दैन हाम्रो यहाँनिर फुल्ली इन्ट्रान्स बेस्ड क्लास हो न दिस इज नट अ ब्रिज कोर्स है दिस इज फुल्ली इन्ट्रान्स बेस्ड क्लास तपाईँले इन्ट्रान्सको नाम निकाल्न छ भने हामीलाई फलो गर्दा हुन्छ र हामी म्याक्सिमम् 8, 9, 10 को कुराहरू मात्र सिकाउँछौँ है 8, 9, 10 तर त्यसमा पनि अब तपाईँको कुनै गाह्रो कुराहरू पनि छ र त्यो अब्जेक्टिभ प्याटर्नमा गर्न सिकाउँछौँ यो ओएमआर सिटहरू भर्न त मैले लाइक हामीले अनलाइन क्लासमा त उहिले सिकाइदिएको छौँ तपाईँहरूको लागि आज मैले भिडियो बनाइरहेको छु ल सो ओएमआर सिटतिर जाऊँ है त सो तपाईँले अहिले पनि स्टिल यु क्यान जोइन द क्लास है सो अब ब्रिज कोर्सको बारेमा अरू कुरा त तपाईँलाई थाहा नै होला जोइन गर्न मन छ भने यु क्यान कन्ट्याक्ट मी इन दिस नम्बर है 98157266 कस्तो यो नम्बर है सो 9815726866 नत्र 9746619752 मा व्हाट्सएप नत्र भाइबरमा मलाई मेसेज गर्नु नत्र यो नम्बरमा पनि गर्दा हुन्छ सुरुमा चाहिँ यो नम्बर दुईटा नम्बरमा मलाई व्हाट्सएप नत्र भाइबरमा मेसेज गर्नुस् है कल भन्दा पनि व्हाट्सएप नत्र भाइबरमा मेसेज गर्न भन्छु है म चाहिँ सो सबैले व्हाट्सएप नत्र भाइबरमा टेक्स्ट मी आउट ल अब तपाईँहरूको के हुन्छ भन्दाखेरि सुरुमै तपाईँले नाम लेख्नुपर्ने हुन्छ कुनै पनि ओएमआर सिटमा है सो ओएमआर तपाईँको ओएमआर सिट चाहिँ ओएमआर मेसिनले चेक गर्छ केले चेक गर्छ त मान्छेले चेक गर्दैन मेसिनले फटाफट चेक हुन्छ सो त्यही भएर तपाईँले इन्ट्रान्स दिनुभयो भने 2 दिनभित्र रिजल्ट आइपुग्छ तपाईँहरूको इन्ट्रान्सको 2 दिनमै रिजल्ट पनि आउँछ जस्तै मेरो विकास भनेर नाम छ है सो के गर्छु त म BIKASH DAS मेरो विकास दास नाम छ भने यसरी लेख्छु अब बी छ भने यो मेसिनले यो BIKASH लेखेको बुझ्दैन है मेसिनले के बुझ्छ त यो भरेको मात्र बुझ्छ यो बी मैले यसरी गोलो घेरा लाउनु पर्छ बी आई छ भने अब यहाँनिर आई गोलो घेरा लाउनु पर्छ के छ भने के गोलो घेरा लाउनु पर्छ है सो जहिले पनि यसरी गोलो घेरा लाएर तपाईको सबै कुरा अब ए छ भने ए मा गोलो घेरा लाउनु पर्छ है एस छ भने म कहाँनिर एस छ एस छ भने एस मा म गोलो घेरा लाउनु पर्छ एच छ भने एच मा म गोलो घेरा लाउनु पर्छ र तपाईले अब यसरी नाममा गोलो घेरा लाउनु भयो र एउटा तपाईको विकास लेखेपछि एउटामा चाहिँ तपाईले ग्याप छोड्नुपर्छ के लेख्नुपर्छ त ग्याप छोड्नुपर्छ सर्ट नेम लेख्नु भन्दा पहिला त्यसपछि तपाईले सर्ट नेम लेख्नुभयो तपाईले त्यहाँनिर पनि तपाईले सिकाउँछौ भने यो कुराहरु शान्तिनु कुराहरु ल त्यसपछि तपाईले रोल नम्बर पनि कहिले मिस्टेक नहोस् जस्तै रोल नम्बर तपाईको जस्तै 1 2 3 4 5 8 0 छ है सो 1 मा 1 गोलो घेरा लाउने 2 मा 2 गोलो घेरा लाउने 3 मा 3 गोलो घेरा लाउने 4 मा 4 गोलो घेरा लाउने यसरी तपाईले गोलो घेरा लाउनु पर्छ सबैमा है र सेटमा पनि तपाईको सेट भनेको के हो भन्दाखेरि चाहिँ तपाईको साथीको र तपाईको क्वेशन्सहरु चाहिँ डिफरेन्ट हुन्छ मैले अघि नै भनिसके सो तपाईको नम्बरिङ डिफरेन्ट हुन्छ है सो त्यो कुराहरुमा ध्यान दिने र सेट तपाईले त्यहाँनिर चुज गर्नुपर्ने हुन्छ अब 1 सेट चुज गर्ने कि 2 सेट चुज गर्ने कि सो तपाईले ए नम्बर सेट चुज गर्नु भने यहाँनिर ए मा गोलो घेरा लाउनु पर्छ तपाईको त्यहाँनिर सेट दिन्छ क्वेशनमा लेखा हुन्छ सेट के हो भनेर तपाईको ओके र नाममा मिस्टेक गर्नुभयो भने तपाईको 0 मार्क्स आउँछ कति मार्क्स आउँछ त 0
सो 0 मार्क्स आउँछ। सो नाममा कहिले पनि मिस्टेक नगर्ने, नाम मात्र भर्ने। मैले भनेपछि नाम मात्र भर्न तपाईँलाई आधा घन्टा टाइम जति दिन्छ। सो आधा घन्टामा पनि यो मजाले भर्नुपर्छ है, एकदम नहडबडाइकन मजाले भर्ने तपाईँको, किनकि यो कपी तपाईँको मेसिनले चेक हुन्छ, मेसिनले स्याडो पार्ट मात्र हेर्छ। अब तपाईँले के गर्नुपर्छ भन्दाखेरि चाहिँ अब तपाईँले क्वेसनहरू स्टार्ट गर्नु। क्वेसन स्टार्ट गर्दाखेरि जहिले पनि तपाईँको 1 नम्बरबाट मान तपाईँले स्टार्ट गर्नु। 1 नम्बरको गोलो घेरा यसरी लाउनु भयो, ए नम्बर। तपाईँले गोलो घेरा लाउँदाखेरि ए नम्बरमा पनि गोलो घेरा लाउनु भयो र मान्नु तपाईँको 1 को ए र बी दुईटामा लगाइदिनु भयो ल। सो अब तपाईँको 1 को मार्क्सै आउँदैन, 1 मा चाहिँ तपाईँको मार्क्स आउँदैन। 1 को चाहिँ तपाईँको मिस्टेक भयो भनेर त्यसले भन्छ है। सो जहिले पनि एउटाको एउटा मात्र गोलो घेरा लाउने है ल। अब 2 को बी छ भने 2 को बी मा लाउने है, 3 को सी छ भने 3 को सी मा लाउने, 4 को डी छ भने 4 को डी मा लाउने। ओके ल। सो अब यिनीहरुमा त एउटा दुईटा मिस्टेक गरे भने त्यो एउटा दुईटा मात्र तपाईको मिस्टेकको मार्क्स जान्छ। तर यो नाम, रोल नम्बरहरु, सेटहरुमा चाहिँ मिस्टेक गर्नुभयो भने तपाईको मार्क्सै आउँदैन है, 0 मार्क्स आउँछ। सो त्यही भएर नामहरु चाहिँ भर्न नि आधा घण्टा टाइम दिन्छ र आधा घण्टा टाइम लिएरै भर्ने, मजाले भर्ने। लाइक यो गर्दा टाइम हैन, मजाले टाइम लिएर भर्ने। ओके ल। अब यति कुरा तपाईले बुझिसक्नु भयो होला। 100 वटा क्वेशन छ, 100 वटाको तपाईले यसरी ओएमआर सिट भर्नुपर्छ। र जहिले पनि ओएमआर सिट भर्दाखेरि तपाईले ओएमआर सिट भर्न पनि अबाउट 20 मिनेट्स जति लाग्छ है। 100 वटा क्वेशनको ओएमआर सिट भर्न 20 मिनेट्स लाग्छ। अब तपाईले के गर्ने भन्दाखेरि चाहिँ अब धेरैजना स्टुडेन्टले के मिस्टेक गर्छ भन्दाखेरि 100 वटा क्वेशन छ है। अब म क्वेशन यहाँनिर म बनाइदिन्छु। सो यहाँनिर एउटा 100 वटा यसरी क्वेशन सिरिज तपाईलाई क्वेशन दिएको छ। अब 1 नम्बर, 2 नम्बर, 3 नम्बर भनेर क्वेशन्सहरु छ हैन। अब धेरैले के गर्छ भन्दाखेरि चाहिँ पहिला म सबै क्वेशन्स गर्छु अनि त्यो क्वेशन्स गरेपछि क्वेशनमा अलिअलि लाइक टिक लाउँछु, त्यसपछि म ओएमआर मा लाउँछु भनेर भनिरा हुन्छ। तपाईको क्वेशनबाट चेक हुँदैन है। सो तपाईको ओएमआर सिट चेक हुन्छ। सो तपाईको धेरैले के सोच्छ भन्दाखेरि चाहिँ म क्वेशनको ठिकै छ, म ओएमआर सिट चाहिँ चेक गर्छु, ओएमआर सिट चाहिँ लास्टमा लाउँछु भनेर सोच्छ। सो त्यो चाहिँ सबभन्दा ठूलो मूर्खता हो है। सो कहिले पनि त्यो गर्यो भने के हुन्छ भन्दाखेरि चाहिँ लास्टमा तपाईलाई टाइम बचेर भने आको क्वेशनको पनि ओएमआर लाउनु हुन्न, तपाईको मिस्टेक भयो है। सो त्यस्तो काम चाहिँ कहिले पनि नगर्ने। सो तपाईले 10 वटाको स्लट्समा गर्ने। 10 वटा क्वेशन गर्नुभयो, 10 वटाको ओएमआर सिट लगाइहाल्ने। 10 वटा क्वेशन फेरि गर्नुभयो, 10 वटाको ओएमआर सिट लगाइ नै हाल्ने। 10 वटा गर्नुभयो, 10 वटाको सिटको ओएमआर लगाइ नै हाल्ने। र एभ्री क्वेशन र कुन क्वेशन गरिसके त्यसमा टिक लाउने हैन है। जस्तो 1 नम्बर गरेपछि धेरैले 1 नम्बरमा टिक लाउँछ, त्यस्तो नगर्ने है। जुन क्वेशन गरिसक्नु भयो नि त्यसमा टिक कहिले पनि नलाउने। जुन क्वेशन गर्नु भएको छैन त्यसमा गोलो घेरा लाउने है। सो तपाईले एक्जाम लास्टमा हेर्दाखेरि जुन गर्नु भएको छैन ठ्याक्क त्यो गोलो घेरातिर नै तपाईको जान्छ। अब जस्तै कुनै क्वेशन आउँदैन म त्यो लास्टमा गर्छु भन्ने हुन्छ नि, त्यो जुन आउँदैन त्यसलाई चाहिँ गोलो घेरा लाएर राख्ने। ओके ल। यति कुरा तपाईहरुको दिमागमा, खोपडीमा घुसिसक्यो होला। अब यो ओएमआर सिट कसरी भर्ने भन्ने कुरा छ है। सो ओएमआर सिट कसरी भर्ने त, जस्तै ए नम्बर छ भने अब यो ए नम्बरको तपाईको यसरी लाउनु भयो हैन, यसरी यो बाहिरसम्म लाउनु भयो भने तपाईको यो मिस्टेक भयो है। यसरी गर्ने हैन। तपाईले यहाँनिर सांकेतिक अक्षरमा देखाएको पनि हुन्छ, यहाँ हेर्नु यो रङ हो, यसरी पनि लाउने हैन, यसरी क्रस पनि क्रस नि लाउनु भयो भने मिस्टेक भयो। क्रस नि लाउने हैन, टिक नि लाउने हैन, गोलो यसरी नि लाउने हैन। करेक्ट भनेको चाहिँ यो पुरै ठ्याक्क गोलो भर्नुपर्छ है। सो कहिले कुनै यसरी तपाईले गोलो भर्दाखेरि बाहिर जानु भएन, या कुनै कसैले हाफ मात्र भर्दिन्छ, हाफ मात्र पनि मिस्टेक भयो है। सो जहिले पनि भर्दा चाहिँ यो पुरै भर्नुपर्छ। यो के गर्नुपर्छ त, पुरै तपाईले यसरी भर्नुपर्छ। ओके, पुरै भर्नुपर्छ। र एउटा कुरा के बुझ्नु भन्दाखेरि चाहिँ कुनै अब यहाँ सर्कल छ, कुनै इन्ट्रान्स एक्जाममा चाहिँ ओभल पनि हुन्छ है, यसरी ओभल वाला पनि हुन्छ। सो अब त्यो जस्तो हुन्छ त्यही अनुसार तपाईले भर्नुपर्ने हुन्छ ल। र जहिले पनि अब यो ओएमआर सिट भर्न सजिलो एउटा तरिका सिकाउँछु है। बाहिरबाट भित्र भर्ने, बाहिरबाट भित्र भनेको यसरी पहिला बाहिर यसरी बिस्तारै भर्ने, यसरी बाहिर बिस्तारै भर्ने, बाहिर मैले यसरी बिस्तारै भरे, भित्र ढ्याङ 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 लगाइदिनु हुन्छ है। पहिला बाहिर बिस्तारै भर्ने, यसरी बिस्तारै मैले भरे है, बिस्तारै भर्ने बाहिर यसरी ठ्याक्क, त्यसपछि भित्र ढ्याङ 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 भर्दिराख्नु। सो यसले के हुन्छ तपाईको सजिलो हुन्छ। के हुन्छ सजिलो, पहिला बाहिर बिस्तारै भित्र चाहिँ छिटो भर्दिन पनि हुन्छ। ओके ल, जहिले पनि कन्ट्रोल्ड हुनु पर्यो है। यसको लागि थोरै प्र्याक्टिस गर्नु है, यसको लागि थोरै प्र्याक्टिस गर्नु। यो मैले अस्ति ग्रुपमा पनि हालिदिएको थिएँ हैन, यो ओएमआर सिट तपाईले प्र्याक्टिस गर्नु। अनलाइनमा पनि तपाईले डिफरेन्ट ओएमआर सिट्सहरु पाउनुहुन्छ ल। सो यति कुरा तपाईहरुको बुझिसक्यो होला कसरी भर्ने भनेर। कसरी भर्ने त, पहिला बाहिर यसरी भर्ने, पहिला बाहिर भर्ने, त्यसपछि भित्र भर्ने। अब दाइ कुन पेनले भर्ने, कसरी भर्ने, त्यो कुराहरु पनि भनिदिन्छु है ल। सो जहिले पनि तपाईले एक्जाम हलमा जाँदा जेल पेन लिएर जाने। कुन पेन, जेल पेन। अब धेरै जस्तो जेल पेन पनि राम्रो छैन मार्केटमा। के हुन्छ भन्दाखेरि यो जेल पेनले भर्यो, त्यो जेल पेन सुक्नै टाइम लाग्छ के। अब त्यो के हुन्छ त, कहिलेकाहीँ त्यो माथि हात जान्छ, सुकेको हुँदैन, त्यो हात जान्छ, हातले यसरी लेपिन्छ, लेपेपछि यो पुरै यसरी लेपिन्छ के, पेपर भरि लेपिन्छ। सो यस्तो भयो भने तपाईको 0 मार्क्स आउँछ। कति आउँछ त, 0 मार्क्स आउँछ। सो पेपरमा इङ्क लेपियो भने 0 मार्क्स आउँछ है। सो त्यही भएर यस्तो पेन लिएर जाने कि जुन चाहिँ चाँडो सुक्छ।
के हुन्छ त एकदम छिटो ड्राई हुन्छ। सो जेल पेन लिएर जाने म रिकमेन्ड गर्छु नटराज कम्पनीको जेल पेन। नटराजको चाहिँ अलिकति छिटो सुक्छ है, मैले हेरेको थिएँ। त्यो मोटो पनि लेखिन्छ, भर्न पनि एकदम छिटो छिटो हुन्छ। र कसैले चाहिँ डट पेन लिएर जान्छ, त्यो डट पेनले भर्नै एकदम धेरै टाइम लाग्छ है, त्यस्तो नगर्ने। जेल पेन लिएर जाने र इङ्क पेन पनि लान नै। इङ्क पेनले के हुन्छ भन्दाखेरि चाहिँ त्यो मसी धेरै निक्लेर त्यो पेपरै छेडिन्छ, पेपर छेड्यो भने पनि तपाईँको मार्क्स आउँदैन। सो जहिले पनि नटराज कम्पनीको जेल पेन ब्ल्याक कलरको है, ब्लूले होइन, ब्ल्याक कलरले भर्ने। धेरैजनाले पेन्सिल लिएर जान्छु, मिस्टेक भयो भने त्यहाँ फेरि इरेजरले मेट्छु भनेर त्यो चाहिँ कहिले पनि नगर्ने है। पेन्सिलले कहिलेकाहीँ डिटेक्ट गर्दैन मेसिनले। सो पेन्सिलले कहिले पनि नभर्ने, जेल पेनले भर्ने। नटराज जे भन्न छु त्यो सुन्ने है, आफ्नो दिमाग धेरै नलाउने त्यो। ल, सो जेल पेन भयो। पेन्सिल लिएर जाने, किन पेन्सिल पनि लिएर पेन्सिल र इरेजर लिएर जाने र सार्पनर लिएर जाने, किन लिएर जाने त? किनकि तपाईँहरूसँग एउटा मात्र रफ पेपर हुन्छ। अब त्यो रफ पेपर सक्यो भने गर्दा गर्दै मान्नु सक्यो भने के गर्ने त? पेन्सिल र इरेजर लिएर गयो भने पेन्सिलले रफ गर्ने, इरेजरले मेट्दै फेरि रफ गर्नु मिल्यो है त। सो जहिले पनि पेन्सिल इरेजर पनि इक्जाम हलमा लिएर जाने। नटराज कम्पनीको जेल पेन। क्यालकुलेटर लिएर जाने है, जहिले पनि क्यालकुलेटर। ओके, क्यालकुलेटर पनि लिएर जाने। अब मानौ कुनै कलेजमा मात्र दिँदैन युज गर्न, दिएन भने साइडमा राखिदिने। दियो भने त युज गर्न पाइयो नि त, दियो भने अरूले युज गर्छ, तपाईँ टल्ल परेर हेर्नुहुन्छ। सो त्यही भएर क्यालकुलेटर चाहिँ कम्पलसरीली लिएर जाने। ओके, सो यो कुराहरूमा चाहिँ ध्यान दिनु। र ओएमआर सिट भर्न पनि तपाईँहरूले सिक्नुभयो होला कसरी ओएमआर सिट भर्ने। 10 वटाको स्लट्समा गर्ने जहिले पनि। ओके, र क्वेसन गर्दाखेरि जहिले पनि क्वेसन्स गर्दाखेरि इङ्ग्लिस जहिले पनि लास्टमा गर्ने है। इङ्ग्लिस जहिले पनि लास्टमा गर्ने। सुरुमा चाहिँ साइन्स गर्ने। अब साइन्सको तपाईँको फिजिक्स केमिस्ट्री बायोलोजी जे गर्दा नि हुन्छ। सुरुमा बायो गर्नुहोस्, त्यसपछि केमिस्ट्री, त्यसपछि फिजिक्स, त्यसपछि म्याथ गर्नुहोस्, त्यसपछि इङ्ग्लिस गर्नुहोस्, त्यसपछि जिके आइक्यू गर्नुहोस् है लास्टमा। यो तरिकाले गयो भने पनि कुनैमा चाहिँ मिक्स नै हुन्छ क्वेसन। सो तपाईँहरूले मिक्स तरिकाले पनि लिँदा हुन्छ। सो ओएमआर सिट तपाईँले भर्न सिक्नुभयो होला। ओके, अहिले पनि तपाईँहरू क्लासेस जोइन गर्न पाउनुहुन्छ, 30% डिस्काउन्ट पाउनुहुन्छ। यु क्यान स्टिल जोइन। र म ग्यारेन्टी दिन्छु तपाईँले धेरै रमाइलो धेरै कुरा सिक्नुहुन्छ क्लासेसमा। तपाईँको प्रिपेरेसन यो ठाउँबाट यहाँसम्म जान्छ। मजाले प्रिपेरेसन गर्नुभयो भने पढ्नु त तपाईँहरूले पनि पढ्छ होइन, मैले पढाउने काम हो, पढ्नु त तपाईँहरूले पनि पढ्छ। ओके, सो यही कुरा छ। अहिले हाम्रो क्वेसन सिरिज स्टार्ट हुँदैछ। अब त्यहाँनिर पनि हामी ओएमआर सिटहरू पनि भर्न फेरि पनि सिकाइरहेको हुन्छु म बेला बेला। ओके, ल, र तपाईँहरूले जहिले पनि क्वेसन पेपरमा चाहिँ जति नै घस्न पाइन्छ है। कुनैमा चाहिँ क्वेसन पेपरमा नघस भनेर त्यहाँ भनेकै हुन्छ, तर म्याक्सिमम् कलेजहरूमा चाहिँ क्वेसन पेपरमा नै घस्न पाइन्छ। ओके, सो त्यो तपाईँहरूकै इच्छा हुन्छ। र साथीहरूसँग कहिले पनि इक्जाममा चिटिङ गर्ने कोसिस नगर्ने, किनकि तपाईँको दुईवटा साथीको क्वेसन सिट्सहरू डिफ्रेन्ट। ओके, सो यो कुरा पनि म भनिदिइरहेको छु। न त त्यसले 1 को ए भन्छ, तिमीले 1 को यहाँ ए लाउँछौ, तपाईँको त्यही क्वेसन 10 नम्बरमा सोधे हुन्छ। सो त्यो कुराहरू चाहिँ अलिकति दिमाग लाउने, बुद्धि लाउने। ओके, ल, र यही ओएमआर यस्तै ओएमआर सिट तपाईँहरूको सेन्ट जेभियर्स, एसओएस, सैनिक, बुढानीगण्डा, काठमाडौँ मेडिकल स्कलरसिप, सिसिआरसी, केएमसी, प्रसादी, ग्लोबल, ट्रिनिटी सबैमा सुत्छ है। कुनै पनि कलेज जानुभयो भने यस्तै खाले ओएमआर सिट्सहरू तपाईँहरूले इक्जाममा दिएको हुन्छ। सो यो कुरामा तपाईँहरूले ध्यान दिनुहोस्। ओएमआर सिट भन्न चाहिँ अलिकति प्र्याक्टिस गर्नु पर्यो। प्र्याक्टिस गर्नुहोस्, हेर्नुहोस् त्यो भिडियो होइन, तपाईँले हेर्नुभयो होला, धेरै कुरा बुझ्नुभयो होला। यही तरिकाले तपाईँले इक्जाम हलमा पनि भन्नुपर्ने हुन्छ। ओके, सो आजको लागि यति नै। नमस्ते तपाईँहरूलाई। मजाले प्रिपेरेसन गर्नुहोस्। तपाईँहरूले नाम जसरी पनि निकाल्नुपर्छ। धेरै जस्तो स्टुडेन्टहरू चाहिँ दाइ मेरो अरू इन्स्टिट्युटमा 11-12 गर्छु, 11-12मा अहिले ध्यान नदिने, 11-12बाट केही पनि सोध्दैन, 9-10मा फोकस गर्नुहोस्, नाम निकाल्नेतिर लाग्नुहोस्। ओके, अब टाइम पनि धेरै छैन, 1 महिना जति टाइम छ। 1 महिनामा चाहिँ फुल फ्लेज प्रिपेरेसन तपाईँले गर्नु पऱ्यो। 1 महिना पनि मोर देन इनफ हो नाम निकाल्नको लागि। दिनमा 2-3-4 घन्टा टाइम दियो भने मजाले नाम निस्किन्छ। ओके, कमजोर स्टुडेन्टको पनि नाम निक्लिएर आउँछ र ट्यालेन्टको पनि नाम निक्लिँदैन। यो ओएमआर सिटदेखि लिएर प्रिपेरेसन स्ट्राटेजीहरूदेखि लिएर त्यो कुराहरूमा फरक पर्छ। र अब हाम्रो तपाईँले काउन्सिलिङ क्लासेसहरू पनि भइरहेछ, त्यहाँनिर पनि दाइहरूले पनि धेरै कुरा तपाईँलाई सिकाउनुहुन्छ एभ्री वेडनेसडे। सो तपाईँले जोइन गर्दा हुन्छ है। सो थ्याङ्क यू फर टुडे। म अरू दिन तपाईँहरूसँग भेट हुन्छु। सो आजको लागि यति नै। टाटा, बाइ बाइ, गुड नाइट।